हेलो एभ्रिवान, जय मसी तथा नमस्ते यहाँ सम्पूर्णमा। सर्वप्रथम त परमेश्वरलाई धेरै धेरै धन्यवाद यो सुन्दर दिनको लागि। परमेश्वरले हाम्रो प्रार्थना सुनिकन हामीले यो सुन्दर दिन दिनुभएको छ, किनभने यो दिनमा चाहिँ एकदम पानी पर्नै लागिरहेको थियो, तर पनि परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो र हामीलाई यो सुन्दर दिन दिनुभएको छ। धेरै धेरै धन्यवाद परमेश्वरलाई। हुन्छ, आज चाहिँ हामी कुइनेन्यामिन भवन चर्च परिवार चाहिँ डाँडाको प्रार्थनाको निमित्त घ्याम्पे डाँडा स्थित घ्याम्पे डाँडाको पिकनिक स्पोटमा गएका थियौँ। हजुरहरू देख्न सक्नुहुन्छ, हामीले चाहिँ बस लगेका थियौँ। बसबाट हाम्रो विश्वासी जनहरू छिट्टो 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 ओर्लिँदै हुनुहुन्छ। हजुरले देख्न सक्नुहुन्छ यो भिडियो चाहिँ हाम्रो एल्डरज्यूले गर्नुभएको, उहाँको 360 डिग्री हुन्छ पुरा भिडियो जहिले पनि छ। हजुरहरूले हेर्न सक्नुहुन्छ, हाम्रो बच्चाहरू चाहिँ दौडिरहेको छ। हामी दिदीबहिनी, दाजुभाइ, जवान, आमा बुबाहरू, वृद्ध, बालक सबै मिलेर डाँडाको प्रार्थनाको निम्ति गएका थियौँ भने हामी त्यहाँ अराउन्ड 9 बजे पुगेका थियौँ। हामीले फर्स्टमा सुरुको प्रार्थना गऱ्यौँ। सुरुको प्रार्थना गरिदिनु हुने चाहिँ हाम्रो डिकन रमला श्रेष्ठजी हुनुहुन्छ भने खाजाको लागि पनि उहाँले नै प्रार्थना गर्नुभएको थियो। त्यस पश्चात हामीले चना, अन्डाहरू, खाजाहरू खाएर हामीले हाम्रो आराधना सेवालाई सुरु गर्न लागिरहेका छौँ। हजुरले देख्न सक्नुहुन्छ। मलाई चढाउनु भो, मेरो आँखाको आँसु पुस्नु भो, हरियो खड्कामा मलाई चढाउनु भो, मेरो आँखाको आँसु पुस्नु भो। उता आराधना हुँदै गर्दाखेरि चाहिँ यता चाहिँ हाम्रो वास्ता गरिकन हाम्रो अङ्कल हामी ब्रदरले खाना तयार गर्दै हुनुहुन्छ। हजुर देख्न सक्नुहुन्छ, कोही बेला काट्दै हुनुहुन्छ, हाम्रो ब्रदर अनि अङ्कल खाना तयार गर्दै हुनुहुन्छ। हजुर देखिराख्नु भएको छ, बाबाहरू पनि हुनुहुन्छ। यति बेला हाम्रो आराधना सकिएर वचन सेसन सुरु भइसकेको छ। हाम्रो वचन दिने चाहिँ हुनुहुन्छ एल्डर गोपाल श्रेष्ठज्यू भने। यता दुईजना हाम्रो वनहार चर्चको लक्का जानहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ बिर्सेर अन्तर पेना दिदीबहिनी सङ्गतिको बिहान लिएर जानुभएको छ, पिकनिकको लिएर जानुपर्ने ठाउँमा है त। अनि भने यता चाहिँ हाम्रो जेबिएनलाई इन्टरटेनमेन्ट गराउने कार्यक्रम भइरहेको छ। हजुर देख्न सक्नुहुन्छ, यति धेरै बच्चाहरू थुप्रेर उस्तै पकाइरहेको छ, खेलाइरहेको छ, हजुर देखिरहनु भएको छ। अनि त्यसको लगत्तै हामीले चाहिँ सबैजना मिलेर एउटा सर्कल, ठुलो सर्कल बनायो अनि म्युजिक प्ले गरेर हामीले के खेल्यौँ होला त, हट पोट्याटो। हजुर देखिरहनु भएको छ, आउट हुने व्यक्तिहरू चाहिँ अलरेडी छमछम बिचमा उभिएर नाचिराख्नु भएको छ है। हजुर देखिरहनु भएको छ। यो चाहिँ हाम्रो 360 डिग्री क्यामेरा खिच्नुहुने चाहिँ हाम्रो एल्डर गोपाल दास श्रेष्ठज्यू नै हुनुहुन्छ है। उहाँले पुरा भिडियो लिन भ्याउनुहुन्छ नि त 360 डिग्री क्यामेराबाट। सो हजुर देख्न सक्नुहुन्छ, उहाँ चाहिँ हाम्रो एल्डर गोपाल दास श्रेष्ठज्यू हुनुहुन्छ। अनि यता चाहिँ हाम्रो जवानहरू, युथहरूले फुटबल खेल्दै हुनुहुन्छ, जुन चाहिँ युवाहरू है, अनि युथहरू। अनि भने यतातिर चाहिँ हाम्रो दिदीबहिनी, आमाहरू नाच्दै हुनुहुन्छ, मजाले छम्की छम नाच्दै हुनुहुन्छ। हेर्नुहुन्छ हाम्रो आमा सन्तमाइनले यस्तो मजाले नाच्दै हुनुहुन्छ नि। त्यसको साथसाथै दिदीबहिनी मात्र नभइकन हाम्रो दुईजना अङ्कलहरू पनि पुराबाट नाचिराख्नु भएको छ। हेर्नु है त, नाच्नु भएको कि जगिङ गर्नुभएको पनि थाहा नै भएन। हाम्रो सम्मुखमा अङ्कल र गजमेर अङ्कल हेर्नु न, वा हाम्रो यस्तो खतराको नाच्नुहुन्छ होला त होइन। त्यसपछि हामीले खानासाना खायौँ अनि ग्रुप फोटोको लागि तयारी भयौँ। त्यसकोभन्दा अगाडि ग्रुप फोटोभन्दा अगाडि हाम्रो भिडियो थाल्नु पऱ्यो होइन। यो चाहिँ चर्च परिवार हो। हामी चाहिँ हेर्दाखेरि थोरै छौँ सङ्ख्यामा, तर पनि परमेश्वरले हामीहरूलाई उहाँको निगाहमा
उहाँको अनुग्रहमा उहाँको आशिषमा सदा सबैलाई राख्नुभएको छ। सच्चै परमेश्वरलाई धेरै धन्यवाद फेरि पनि यो दिनको लागि भन्दै हजुर सम्पूर्णमा जय मसी।